सो गाइज हामी चाहिँ यहाँ अफ रोडबाट आएको थियौँ। हामी चाहिँ अर्को बाटो चाहिँ यो पिच पनि रहेछ। सूर्य विनायकबाट तपाईँ ठ्याक्कै आउन सक्नुहुन्छ। यो यहाँ तपाईँ देख्न सक्नुहुन्छ। घ्याम्पे डाँडा हुँदै जुन घ्याम्पे डाँडाबाट सिधै आयो भने चाहिँ हामी माथिको बोकोचो गढी जान सक्छौँ। एज घ्याम्पेबाट सिधै आउनुहोस्। त्यहाँबाट लेफ्ट लगाएपछि ठ्याक्कै यहाँबाट लेफ्ट लाग्ने ठाउँ छ ठ्याक्कै है त। यो महादेव मन्दिर जाने बाटो त्यो होइन, त्यही बाटो चाहिँ त्यही बाटो रहेछ। त्यहाँबाट है हस् हामी चाहिँ अहिले अब गइरहेछौँ। हाई हाई बाय 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 बाय। कता 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 डोनेश्वर कता? सो गाइज हामी चाहिँ अहिले चिया खान यहाँ भिरमा बसेका छौँ। यो चाहिँ बोकाचो गढी सूर्य विनायक वडा नम्बर 8 को हो। सो यहाँबाट चाहिँ थोरै भ्यू देख्नको लागि पनि ओह्रालो लाग्दाखेरि चिया चिया तपाईँ खान सक्नुहुन्छ। सो इट्स नाइस। चट्ट एक रोप्ने जग्गा, त्यसमा एउटा घर गाउँमा। वाउ, त्यही कुरा गरिरहेको थिएँ। सो नाउ वी आर हेडिङ ब्याक टु आवर डेस्टिनेसन। अब चाहिँ यहाँ हरियो वन नेपालको धन हेर्दै र त्यसै गरी मेरा साथीहरू पछाडि पछाडि आउँदै हामी फाइनली चिप्लो रातो माटोमा उकालो लाग्दै हामी डेस्टिनेसनमा पुगिसकेको छौँ। ए यो के हो? त्यहाँ म छु, अगाडि जाँदैछु। Hi guys, we are finally here at yes viewpoint. I said yes viewpoint because I didn't knew. अब हामी चाहिँ पिकनिक गर्न लाग्छौँ। सर्ट पिकनिक हो यो चाहिँ, सानो पिकनिक छ। यहाँ चाहिँ भ्यू चाहिँ ओ माई गॉड, मौसम कस्तो हिरो देखेको यार। ओ माई गॉड। सो गाइज सो गुड। यो भन्दा खुल्ला वेदर कोही हुनु पर्यो। यो सबभन्दा खुल्ला यत्रो डाँडा देखिरहेछ हामीले। त्यहाँ छ क्या, कस्तो मजाको खुल्ला देखिरहेछ क्या। त्यहाँ I don't know about Zapako tower, but this tower but seeing very nice view, राम्रो देखिङ, and I like it and our guys also like it. So this is it. Cinematic खिच्दैछु यहाँ। तो गाइज यो चाहिँ सेकेन्ड फ्लोरबाट चाहिँ म भ्यू तपाईँहरूलाई देखाउँदैछु। I don't know why I said this, but मैले यहाँ एउटा फनी पार्ट भनेको छु। कसको घर कता कता छ हेर। एक्चुअली यो ठाउँ चाहिँ तपाईँहरू पिकनिक स्पटको लागि पनि आउन सक्नुहुन्छ। एज यु क्यान सी मन्दिर पनि छ। खासमा चाहिँ यसको मेन लोकेसन चाहिँ के थियो भन्दाखेरि डोलेश्वर महादेवबाट चाहिँ हामी हुँदै आएको थियौँ है। सो पज एकछिनै साथीहरू, आई नो आई एम नट अ गुड नेरेटर, दो आई एम नेरेटिङ यु गाइज कि हामी कताबाट आएको थियौँ, यहाँ के हुन्छ या के गर्न सकिन्छ भनेर। इट्स वर्स नै। फ्यामिलीहरूसँग डोलेश्वर महादेव भिजिट गरेर एन्ड देन आफ्टर पिकनिकको लागि यहाँ माथि आउन सक्नुहुन्छ। द सिनेरी इज गुड होइन। अनि एज अ कपल पनि यस इट्स अ बेस्ट प्लेस टु ह्याङ आउट। अनि अर्को चाहिँ राइडको लागि चाहिँ इट्स भेरी बेस्ट है। अफ रोड पनि तपाईँको ठ्याक्कै 4 किलोमिटर मात्र छ। एन्ड देन आफ्टर तपाईँको सूर्य विनायकबाट तपाईँको 10.1 किलोमिटर छ, जसमा कि 6.1 किलोमिटर जति चाहिँ फुल पिच। अनि यहाँ हामीसँग हुनुहुन्छ, तर फेरि साई लुक्नु भयो, उहाँ फेरि जाँदै हुनुहुन्छ। अब हामी एज यु क्यान सी उहाँ हाम्रो नेन्सी म्याडम चाहिँ भ्यू हेर्दै हुनुहुन्छ। नेन्सी म्याम, डु यु वान से समथिङ? ओके, नथिङ भन्नुभयो। यस्तै हुन्छ मलाई। पैसा कसैले पनि मलाई भाउ दिँदैन, तर केही न केही कुनै न कुनै दिन एक दिन भाउ दिने मान्छे आउँछ होला। टिल देन स्टे सेफ गाइज। विल गोइङ अप। सो दिस इज इट। सो यहाँ चाहिँ छ हाम्रो। सो यो चाहिँ
उताको बाटो जहाँबाट चाहिँ हामी आएको थियौँ होइन सो इट्स अ हेभी फरेस्ट त होइन जस्ट ठिक पातुलो फरेस्ट एरिया जस्तो छ तपाईँहरूलाई बिस्तारै म देखाउँदैछु मान्छेहरू यहाँ आएर यसरी भ्यू देख्न सक्छ है सो यहाँ मेरो फ्यान पनि आइसक्नु भएको रहेछ मामा जहिले पनि लुकाउँछ सो यो चाहिँ मन्दिर चाहिँ तपाईँहरूलाई भिजिट गर्नु पऱ्योमा स्लोली चाहिँ दिस इज द एरिया मौसम कस्तो लाग्दैछ तपाईँलाई के छ तपाईँको रिभ्यू के छ यहाँ बेस्ट के भन्छ यसलाई प्लेस बेस्ट प्लेस जहिले पनि प्रिन्सले खोजेको प्लेसहरू राम्रै हुन्छ थ्याङ्क यू भनिदिनुहोस् मलाई थ्याङ्क यू ओके गुड आफ्टरनुन गाइज इट्स 2 PM राइट नाउ अनि हामी चाहिँ अहिले बुकाचो डाँडामा आएको छौँ बुकाचो गढी आई गेस बुकाचो गढी भन्छ हामीसँग यहाँ नेन्सी हुनुहुन्छ अनि अब हाम्रो भ्यू चाहिँ पछाडि यस्तो छ इट्स क्वाइट गुड होइन अनि उता एउटा स्ट्याचु पनि छ हामीसँग अर्को हुनुहुन्छ यहाँ मोटो ब्लगर नाम थाहा छैन उहाँको उहाँ अलिकता साइप फिल गर्नुहुन्छ होइन सो एज यु गेट टावर हो होइन सो धेरै ठुलो नभए पनि धरारा जति रहेछ अनि पछाडिको सिन चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ माउन्टेन भ्यूहरू चाहिँ एकदमै राम्रो छ होइन सिटी पनि ठ्याक्कै प्लेन मुनि ठ्याक्कै त्यहाँ प्लेन पनि छ उता गइरहेको तपाईँ देख्न सक्नुहुन्छ कि सक्नुहुन्न बुद्ध एयर गइरहेको छ हामी माथि छौँ सो प्लेस गाइज अब एकछिन चाहिँ भ्यूको नजारा लिन्छौँ हामी होइन देन आफ्टर आई विल गेट ब्याक टु यु देन टेक केयर इट हेल्दी स्टे सेफ आइएम सरी यो साउन्ड यदि तपाईँले पनि सुन्नुभयो भने इट्स माई बहिनीज साउन्ड होइन नानुको साउन्ड हो यो इन राहों की दूरियां अब हामी एन्डिङतिर आइसक्यौँ र फर यु गाइज आई हेभ दिस ब्युटिफुल भ्यू यो चाहिँ ठुलो एउटा पत्थर थियो त्यसको पछाडिपट्टि यस्तो राम्रो भ्यू थियो एन्ड यहाँ चाहिँ हाम्रो बाख्रा बाख्रीहरू हुनुहुन्छ उहाँहरू खेल्दै हुनुहुन्छ यति भन्दै म चाहिँ लाग्छु टिल देन टेक केयर इट हेल्दी बाई बाई